ल नेपाली जनताको चाहना अनुसार बालेन्द्र रविले मिलाइदिए त पार्टी। अब समग्र शक्तिलाई, वैकल्पिक शक्तिलाई विशाल बनाए त। अब यो त पुराना दलहरूको लागि र एक किसिमले भन्ने हो भने अब पनि यसै गरी सत्ता हाँक्छु भन्नेहरूको लागि त 8 रेक्टर स्केलको भूकम्प पनि गयो होइन देशमा अहिले, महाभूकम्प। अब आज केही बेरमा रवि लामिछाने र बालन शाह बीचमा फाइनल सहमति सम्झौता हुँदैछ, जस अनुसार चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीको नामबाट अगाडि जाइनेछ र बालन शाह राष्ट्रिय स्वतन्त्र पार्टीको वरिष्ठ उपाध्यक्षको रूपमा रहनेछन् रवि लामिछानेको ठ्याक्कै तल, र त्यस पछाडि तेस्रो वरियतामा कुलमान घिसिङ रहनेछन्। त्यो अप्सनलाई पनि अहिले छोडिएको छ, तर कुलमानजीसँग पूर्ण वार्ता गर्ने अधिकार फेरि चाहिँ बालन शाहजीलाई नै दिइएको छ, किनकि रविले पछि अन्त्यमा मात्रै सहमति जनाउनेछन्। अनि अब बालन शाहलाई प्रधानमन्त्रीको रूपमा अगाडि सारिएको छ। अब नेपाली जनताले बालन शाहलाई प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको रूपमा चाहिँ आएर चुनाव जितेर प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीमा आउनुपर्छ भनिरहेको अवस्था थियो, तर यी दुईटा मिलेर कुलमान पनि मिल्दाखेरि र चाहिँ वैकल्पिक शक्तिहरू जसरी अहिले बालनले अरूहरूलाई पनि भेटिरहेका छन्, त्यो शक्तिहरू बीचको यदि एकता भएर यसरी चाहिँ अल्टरनेटिभ फोर्स अगाडि जाने हो भने चाहिँ डेफिनेटली प्रत्यक्ष निर्वाचित बराबरी बालन शाह चाहिँ पूर्णतः प्रधानमन्त्रीको रूपमा आइपुग्नेछन्। र अरू दलले जस्तो भोलि पार्टी फुटाउने, टुटाउने, यहाँ र त्यहाँ त्यो गन्दा खेलहरू यदि भइदिएन भने बालेन्द्र शाहले अर्को 5 वर्ष नेपालको सरकार आरामले चलाउन सक्नेछन्। र अब यो चाहिँ एक किसिमको ब्रेक थ्रु नै हो वास्तवमा अहिलेको हिसाबले, र यो 1-2 दिनमै हुनुपर्ने पनि किन जरुरी थियो भनेदेखि अब रवि लामिछाने भर्खरै जेलबाट निस्केको अवस्था थियो, यता समानुपातिकमा अब सिलबन्दी गरेर निर्वाचन आयोगमा नाम पठाउनु पर्ने अवस्था भइसक्यो। त्यो पछि चलाउन पाइँदैन, किचिक त्यो चाहिँ झिक्दै हाल्दै त्यो लिस्टहरू काटकुट गर्ने त्यो गर्न पाइँदैन होइन। त्यसले गर्दाखेरि पनि त्योभन्दा अगाडि नै यो चाहिँ राष्ट्रिय स्तरका मान्छे जति चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टी या बालन शाह समर्थक होइन, वरपर देश विदेश कहाँबाट के हुन्छ त्यो चाहिँ ठ्याक्कसँगले सिलबन्दी गरेर निर्वाचन आयोगमा पठाउन पायो भने पार्टीको चाहिँ सम्भावित ठुलो फोर्सको चाहिँ एउटा चाहिँ समग्र पिलरहरू एकदम दह्रो हुन्छ भन्ने कुरा हो होइन। अब प्रत्यक्षमा निर्वाचित उम्मेदवार उठाउन त अझै पनि समय अलिअलि बाँकी छ, धेरै नै समय बाँकी छ। त्यसले गर्दा यतापट्टिलाई प्रब्लम हुने थिएन, तर समानुपातिकको लिस्ट चाहिँ पहिले हालिसक्नुपर्ने त्यो डेट अब दिइसकेको छ निर्वाचन आयोगले होइन। त्यसो हुँदाखेरि पनि यी दुईटालाई हतार पर्यो र एकदम स्वाभाविक हो कि अब अरू कुराहरूमा पनि त्यहाँ चाहिँ बाँडफाँड हुनेछ होइन। अब अरू सेकेन्ड लेभलको टिमले अहिले व्यापक रूपले काम गरिरहेको छ। अब यो समग्र वार्ताको दौरानमा डाक्टर स्वर्णिम वाग्लेहरू, डिपी अर्याल पनि वास्तवमा भन्ने भने र अरू नेताहरू काइन्ड अफ अलिकति छायामै छन्। अब आरिफ शाह, असीम शाह होइन चाहिँ धेरै चाहिँ खटिरहेको जस्तो देखिन्छ यसमा। अब कतिपयले त होइन बालन शाह चाहिँ अब यदि सुशीला कार्कीकै सरकार रिसफल भएर पनि जान पनि सक्नुहुन्छ यो समग्र परिवेशलाई यदि मिलाएर जाने हो भने भन्ने किसिमले पनि कसैले लिएको पनि पाइन्छ, तर त्यो चाहिँ काइन्ड अफ एउटा कच्चा खेल नै हुन जाला। अब जे भए पनि सुशीला कार्कीले एउटा पूर्व न्यायाधीश के अरे प्रधान न्यायाधीश पनि हो र अनुभवी पाएको मान्छे पनि हो। दुई कुरा उनले बसेर बोल्दाखेरि त्यसको एउटा भ्यालु पनि रहिरहेको छ अहिलेसम्म होइन। यद्यपि यङ भाइ बहिनीहरू अलिकति असन्तुष्ट पनि छन्, तैपनि उनले केही ठुलो ड्यासिङ गर्न नसके पनि चुनाव गराउने दिशामा चाहिँ अगाडि बढिरहेको पनि देखिन्छ। एनिवे अब यो फोर्स खडा भएको छ होइन। यो फोर्सको अब डिटेलमा कसरी आउँछ अरू कुरा त हेर्न पनि बाँकी छ थोरै, तर एकदम आसन्नमा छौँ अहिले हामी। त्यसले गर्दा नेपाली जनताहरूले चाहिँ अब ढोल बजाएर यिनीहरूलाई चाहिँ स्वागत गर्ने र अगाडि बढाउने, दबाब दिने, प्रेसर ढाल्ने होइन, त्यो काम चाहिँ गर्नुपर्छ। र अब सबै अल्टरनेटिभ फोर्स चाहनेहरूको लागि चाहिँ बधाई र शुभकामना पनि छ। अब यो कुरा यिनीहरू दुईटाले ब्रेक गर्न चाहिँ पाउँदैनन्, रवि लामिछाने र बालनले ब्रेक गर्न पाउँदैनन्। अब दुवै पक्षका समर्थकहरूले पनि खुचिङ गर्दा ऊ राम्रो भन्ने तरिकाले प्रश्न उठाउनु राम्रो हुँदैन, त्यो पनि मूर्खता नै हुन्छ, क्षणिक मूर्खता हुन्छ त्यो पनि।